नमस्कार साथीहरू, म किरण। चैत महिना लागिसकेको अवस्था हो र अहिले हावाहुरीको सिजन छ, जसमा चाहिँ पतपतिङ्गरहरू झारेर पत्ताहरू झारेर दुःख दिएको अवस्था छ र त्यसलाई हामीले प्रयोग गर्न सक्यौँ भने जस्तै सुपारीको पत्ताहरूलाई विशेष गरेर जुन झर्ने हुन्छ त्यसलाई चाहिँ हामीले बाख्रा वस्तुको दानाको रूपमा होइन घाँसको रूपमा प्रयोग गर्न सक्छौँ। तपाईँहरूलाई म त्यही देखाउन गइरहेको छु। जस्तै यहाँ देख्नुहुन्छ हरियो सुपारीको पत्ता झरेको छ र यसलाई चाहिँ कतिपय ठाउँमा समस्या भइरहेको हुन्छ होइन, झरेर फोहोर भइरहेको हुन्छ, डढाउने गर्छौँ। जबकि हामी सुकेपछि डढाउँछौँ, त्यसलाई हरियोमा यसरी लिएर हामीले एउटा खुट्टी काट्ने जुन यो छ खुट्टी काट्ने यसको माध्यमबाट यसलाई मसिनो धुजा धुजा बनाउँछौँ। अब तपाईँलाई म देखाउन गइरहेको छु। यसरी धुजा बनाएर बाख्रा वस्तुलाई बाँधिदियो भने तिनीहरूले मजाले खाने छ साथीहरू। किनभने यो चैत महिना भनेको एकदम घाँसको अभाव, हरियो घाँसको अभाव महिना हो। पानी कम पर्ने, खडेरी लाग्ने, हावाहुरीले गर्दाखेरि वस्तुलाई एकदम हरियो चारोको आवश्यकता परिरहेको हुन्छ। त्यसको रूपमा यसरी दियो भने तिनीहरूले मजाले खाने गर्छ, जसले गर्दा हाम्रो दानामा लागत कम गर्ने मलाई विश्वास लाग्छ र मैले प्रयोग गर्दै आएको हुँ। जसले गर्दा हरियो र अर्ग्यानिक एउटा हामीले मासु पोसिलो र एकदम स्वादिलो मासु उत्पादन गर्न सक्छौँ, ताकि जुन चाहिँ एकदम वरिपरि हामी आफ्नो घर वरिपरिकै दानाहरूलाई प्रयोग गरेर घाँसपातलाई झारपातलाई प्रयोग गरेर हाम्रो लागत खर्च घटाउन सक्छौँ। यसरी प्रयोग गर्न सक्यो भने हामी कृषकहरूलाई फाइदा छ र जुन फोहोर मैला हुने, जुन हाम्रो वरिपरि चाहिँ सफाइमा व्यवस्थापनमा जुन समस्या आउँछ त्यसलाई पनि हल हुन सक्छ, हल गर्न सकियो। एउटा कुरा त्यो पनि भयो। र यसरी चाहिँ मैले प्रयोग गर्दै आएको छु साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो होइन, कमेन्ट गर्नुहोला, कमी कमजोरी ओइलाइदिनु होला र नयाँ सुझावहरूको लागि म आभारी रहने थिएँ होइन भन्दै आगामी दिनमा मैले यो यस्तै भिडियोहरू होइन अब जुन एउटा ज्ञानवर्धक होस् भन्नको लागि मैले पोस्ट गरेको हो र यस्तो भिडियोहरू जारी नै रहन्छ भन्दै आजलाई यति नै। र यसरी वास्तवलाई प्रयोग गर्न सकिन्छ भन्ने मैले जानकारी दिएँ। हस् त, भिडियो हेर्नुभएकोमा धन्यवाद यहाँहरूलाई।